हेलो नमस्ते, स्वागत छ मेरो अर्को मिनी ब्लगमा। होप छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। आज चाहिँ मैले जङ्गलको ब्लग लिएर आएको छु। आज चाहिँ हामी जङ्गल जाँदैछौँ। जङ्गल चाहिँ किन गएको भने हामी जङ्गल आज पात टिप्न जाँदैछौँ। पात टिप्न गएको, यहाँ चाहिँ तामा पलाइरहेको रहेछ अनि मैले चाहिँ यहाँ भिडियो खिचेँ। यो चाहिँ तरकारी खाने तामा हो। अनि हामी जङ्गल पुगेर यहाँ पात टिप्दैछौँ। पात चाहिँ त्यस्तो राम्रो रहेनछ, तैपनि टिप्नै पर्यो, त्यही भएर एउटा एउटा गरेर हामी खोज्दैछौँ। हामी चाहिँ आज पात टिप्न घरदेखि तल अलिक पारी आएको छौँ। यो पातलाई चाहिँ हामी डाल्नेको पात भन्छौँ। पात चाहिँ त्यस्तो राम्रो छैन, तैपनि एउटा एउटा गरेर छान्दै छान्दै टिप्दैछौँ। हाम्रो चाहिँ भोलि हजुरआमाको श्राद्ध भएकोले हामी आज पात टिप्न आएको। नानीले चाहिँ यहाँ छान्दै पात टिप्दैछ, म चाहिँ भिडियो खिच्दैछु। भुइँमा चाहिँ त्यस्तो राम्रो पात नभएकोले काकाले रुख चढेर हाँगाहरू झारिदिनु भयो अनि हामी चाहिँ यहाँ टिप्दैछौँ। टिप्न चाहिँ अप्ठ्यारो छ, तर चाहिन्छ नै, के गर्नु है। गर्नै पर्यो। काकाले चाहिँ यसरी रुखको हाँगाहरू झारिदिनु भयो अनि हामीले चाहिँ यो हाँगाहरूलाई बटुलेर राम्रो पातहरू टिप्यौँ। बहिनीले यति भयो भन्दै देखाउँदैछ। अनि त्यो रुखको टिपिसकेर हामी अब तलतिर लाग्यौँ। तलतिर पनि झारिदिनु भएको थियो, त्यसैले हामी त्यो हाँगाहरू टिप्न जाँदैछौँ। जाँदा जाँदै बहिनी चाहिँ झन्डै लड्यो अनि बहिनी रिसाउँदै हिँड्दैछ अघि अघि। हेर्दाखेरि सजिलो जस्तो देखे पनि टिप्न अप्ठ्यारो थियो। हामीलाई चाहिँ भोलिको लागि धेरै पात नचाहिने भएकोले हामी यति नै टिपेर जाने कुरा हुँदैछ। हामी भारी पुर्याएर पनि जाँदैछौँ। अब यहाँ अगाडिको दृश्य देख्न सक्नुहुन्छ। यो खोला चाहिँ हाम्रो घर जाने बाटोको खोला हो। हामी चाहिँ अनि पात टिपिसकेर खोलामा पनि फोटो खिच्ने भिडियो खिच्ने भनेर अघि सल्लाह गरेर गएको थियौँ, त्यसैले यहाँ भिडियो खिच्दैछौँ। साथीहरू, काकाको गीत कस्तो लाग्यो कमेन्ट गर्नुहोस् है। देख्न सक्नुहुन्छ यो झरना चाहिँ एकदमै राम्रो छ अनि त्यस्तो धेरै गहिरो पनि छैन। ल त साथीहरू, आजको भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला। बाई बाई साथीहरू।